काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज भिरकुटी मण्डप आयोजित युवा उत्सव कार्यक्रममा बोल्दै मेयर शाहप्रति कटाक्ष गरेकी छिन्। उनले भनिन्, धेरैजनाले स्टन गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएरै देश बन्छ जस्तो लाग्छ। अरूलाई नराम्रो भनेर मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन गरेर देश बन्दैन। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, कामलाई इमान्दारिता हुनुपर्छ। त्यसकारण हामी स्टन गर्ने युवा होइन, काम गर्ने युवा बनौँ भनेर टिप्पणी गरेकी छिन्। तपाईँ काठमाडौँ महानगरपालिकाको उपप्रमुख भइरहँदा जनताले तपाईँलाई हेर्ने दृष्टिकोण असाध्यै राम्रो र सकारात्मक थियो भने तपाईँको आजको अभिव्यक्तिले जनताहरूमा निराशा छाएको छ र तपाईँहरूप्रति आक्रोश भएका छन् जनताहरू। एमाले गजब गर्यो, काम गर्छ त भन्नुभयो। यी के हुन् सरकारमा छँदा गरेका कामहरू? एमाले कार्यकर्ता लगाएर प्रहरीलाई कुटाउँछ, एमाले वडा सचिव कुटाउँछ, एमाले जनताका छोराछोरीलाई कुटाउँछ, एमाले गृहबन्धु खान्छ, एमाले 70 करोड खान्छ, एमाले पानी ट्याङ्की खान्छ, एमाले वाइड बडी खान्छ, एमाले 33 किलो सुन खान्छ, एमाले एनसेल खान्छ, एमाले भ्यू टावर खान्छ, एमाले मदन भण्डारीको नाम बेचेर वृद्धावस्थको राजनीति गर्छ, एमाले रेल ल्याउँछु भनेर जनतालाई भ्रम पारेर चाहिँ सुशासनको बाटो रोज्छ। यो के स्टनबाजी होइन? तपाईको प्रधानमन्त्रीलाई भन्नुहोस् स्टनबाजी नगर्नुहोस्। प्रधानमन्त्रीज्यू, जनताले काम चाहेको छ, देशमा सुशासन चाहेको छ भन्ने ल्याकत राख्नुहोस्। तपाईको यो विषयप्रति जनताहरू आक्रोशित भएका छन्। तपाईँ यो विषयमा के भन्न चाहनुहुन्छ? साथीहरू, सुनिता डङ्गोलको अभिव्यक्तिमा आफ्नो कमेन्ट गर्नुहोला है।